लासो फ्याफुल्ला सबैजनालाई गुड इभिनिङ वेलकम टु माई बोमजन आवाज युट्युब च्यानल अथवा फेसबुक पेजमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आज विशेष दिन तपाईँहरूलाई केही कुरा भन्न गइरहेको छु। बिहानै भन्नुपर्ने, हिजै भन्नुपर्ने, तर मेरो टाइमको बावजुद आज बनाउँदैछु। आज विशेष दिन किन रहेको छ भने नेपालमा चाहिँ सक्का दावा भनेर चाहिँ कतिजनालाई थाहा छ, कतिजनालाई थाहा छैन होइन, सबैजनालाई थाहा नहुन सक्छ। यसको विषयमा थोरै भन्न गइराखेको छु। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर सबैजनाले सेयर गरिदिनु होला कृपया। अब मैले अनुसन्धान र मैले केही व्यक्तित्वहरूको कुरा भनाइहरू रिसर्च गरेर हेर्दाखेरि सक्का दावा भनेको चाहिँ वैशाख महिना भनेर बोट भाषामा चाहिँ सक्का दावा भनेको चाहिँ महिना हो, वैशाख महिना भनेर चिनिन्छ। विशेष दिन वैशाख महिना भनेर यो अहिलेको समयलाई चाहिँ भोटपत्र अनुसार चाहिँ अहिले चाहिँ बुद्धको जन्म भएको हो भन्ने मानिन्छ। र बुद्धको जन्म मात्रै होइन कि बुद्धले आजकै दिनमा चाहिँ ज्ञान पनि प्राप्त गर्नुभएको थियो। महापरिनिर्वाण भनेको तपाईँहरूलाई थाहा छ होला। महापरिनिर्वाण पनि आजकै दिनमा गर्नुभएको थियो भनेर त्रिनेत्र भनेर तीनवटा संयोगहरू चाहिँ आजकै दिनमा पढ्न गएर आजको यो वैशाख 3 देखि आज 1 महिनासम्म चाहिँ अब एकदम राम्रो दिनहरू भनेर भनिएको छ। नेपालमा चाहिँ अब वैशाख भनेर भने पनि अहिले चाहिँ तिथि मिति अब क्यालेन्डरहरूले गर्दा जेठ महिनाको 3 गते पर्न गएको छ। तर यो वैशाख भनेर चिनिने गरिन्छ है यो पात्रोमा चाहिँ। अनि सबै ठाउँतिर बौद्धावलम्बीहरूले अस्ति नै नेपालमा बुद्धको जन्मदिन मनाइसक्नु भएको छ। र यो भियतनाम, थाइल्यान्ड, चाइना सबै ठाउँतिर, कोरियाले चाहिँ हिजो लालटिनहरू बाल्नु भएर हिजोको दिनमा मान्दै हुनुहुन्थ्यो भनेपछि नेपालमा चाहिँ अस्ति नै मनाइराख्दाखेरि यो क्यालेन्डर अनुसार फरक पर्ने हुन्छ तिथि। तर भोटपत्र अनुसार चाहिँ आजको दिनलाई विशेष दिन भनेर भनिन्छ। र आजको दिनमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ तपाईँले आजदेखि 1 महिनासम्म चाहिँ सकेसम्म मासु, मांसा, काटमार त्यस्तो नगर्ने। अनि 1 महिनासम्म चाहिँ तपाईँले सकेसम्म भेज, एकदम सिम्पल भेज खानाहरू मात्रै खाए राम्रो। र आजको दिनदेखि चाहिँ तपाईँले चाहिँ अरूलाई दान दक्षिणा गर्दा चाहिँ धेरै 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 लाखौँ करोडौँ धेरै फलिफाप हुने, आफूले पहिला दक्षिणा गरेको भन्दा पनि धेरै फलिफाप हुने भनेको छ साथीहरू। यो चाहिँ अब 12 वर्षमा चाहिँ एकचोटि आउने गर्दछ कि यसपालि चाहिँ सन् 2026मा घोडा वर्ष पर्न गएको छ। अहिले चाहिँ यो वर्ष चाहिँ धेरै 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 राम्रो मानिएको छ। यो चाहिँ 12 वर्षमा एकचोटि मात्रै आउँछ। वर्षमा एकचोटि सक्का दावा आउँछ, तर विशेष गरेर 12 वर्षमा एकचोटि चाहिँ आजको दिनदेखि चाहिँ सुरु भएको छ साथीहरू। अब तपाईँहरूलाई यसो भन्दा अलिक कन्फ्युज होला, किनकि विशेष गरेर आजको दिनमा चाहिँ तपाईँहरूले चाहिँ बिहानै उठ्नु भए, बत्ती साँगेको, छ्योमेहरू साँगेको हुन्छ नि, गुम्बा, तपाईँहरूले स्तुपा जहाँ भए पनि तपाईँले प्रार्थना गर्नुभयो भने फलिफाप पाउने दिन आजको दिनदेखि। त्यसैले आजदेखि चाहिँ तपाईँहरूले सकेसम्म अब तपाईँको कस्तो इफेक्ट हुन्छ कि हुँदैन, अब तपाईँलाई कस्तो हुन्छ, तपाईँले मासु मांसा नखाइकन 1 महिनासम्म चाहिँ ध्यान अनि अरूलाई नराम्रो पनि नगर्ने, अरूको राम्रो सोच्ने, सबैलाई राम्रो भन्ने भनेर चाहिँ भनिएको छ। त्यसैले आजको दिनदेखि चाहिँ धेरै यो वर्ष चाहिँ धेरै राम्रो सक्का दावा परेको छ। सक्का दावाको सम्पूर्णलाई शुभकामना छ, किनकि हामी नेपालीहरूले बुझेको छैन सबैजनाले
यो बौद्ध धर्मावलम्बीहरूले पनि सबै बौद्ध धर्मावलम्बीहरूले त बुझेको छैन, तर यो साँच्चीकै बुझ्नुपर्ने कुरा चाहिँ छ। त्यसैले हिजोको दक्षिण कोरियामा चाहिँ सबैभन्दा ठुलो फेस्टिभल लालटेन फेस्टिभल अथवा बुद्धको ज्योति प्रकाश ज्योति दिनुभएको दिन भनेर हिजो यहाँ कोरियामा पनि साउलमा ठुलो फेस्टिभल भयो साथीहरू। यो फेस्टिभल चाहिँ युनेस्कोले चाहिँ विश्वको सबैभन्दा ठुलो बुद्धको फेस्टिभल भनेर युनेस्कोले चाहिँ वर्ल्डमा चाहिँ रेकर्ड भएको ठुलो फेस्टिभलमध्ये एक हो साथीहरू यहाँको दक्षिण कोरियाको। त्यसैले नेपालमा चाहिँ यस्तो अब बुद्धको प्रचार बुद्धको त्यति गरेको पाइँदैन, तर अन्य देशहरूमा चाहिँ एसियाको कोरिया भियतनाम थाइल्यान्ड साउथ एसियातिर चाहिँ बुद्धको धेरै प्रचार भएको पाइन्छ साथीहरू। साथीहरूलाई के भन्न चाहन्छु भने आजको दिनदेखि चाहिँ 1 महिनासम्म चाहिँ तपाईँहरूले धेरै दान दक्षिणा गर्नुभयो भने धेरै फलिफाप हुने तपाईँहरूको सम्यक रहेको छ र गुरुहरूले पनि त्यही भन्दै आउनुभएको छ। भिडियो लामो हुन आँट्यो साथीहरू, विशेष गरेर त्यही हो। तपाईँहरूले 100 अहिलेको यो टाइममा चाहिँ तपाईँहरूले 108 कोरा गर्नु सक्यो भने धेरै राम्रो। अब सकेन भने पनि 1 कोरा गरे बराबर तपाईँले 108 कोरा अरू बेला गरेको 108 बराबर चाहिँ पुण्य मिल्छ भन्ने छ क्या। तपाईँले अहिले 1 रुपैयाँ 1 सुका दान गर्नुभयो भने पनि हजार लाखौँ करोडौँ भएर जाने क्या। यस्तो फलिफाप हुने दिन हो। तपाईँहरूले विशेष यो 1 महिनालाई चाहिँ आजदेखि सुरु भएको छ, राम्रोसँग मनाउनु होला भन्दै मेरो यो भिडियो अन्त्य गर्न चाहन्छु। मन पर्यो भने सेयर गरिदिनु होला साथीहरू, सबैमाझ पुर्याइदिनु होला, किनकि थाहा नहुनेले यो दिन विशेष थाहा हुनुपर्ने छ साथीहरू। हस्त जय नेपाल सेवारो अनि तुझे सबैजनालाई धन्यवाद छ।